सम्पूर्णमा नमस्कार। म यो फोटोमा देखिएको ग्याबिन के कारणले त्यस्तो भएको हो भनेर चाहिँ म एज अ इन्जिनियर केही कुरा मलाई लागेको कुरा म भन्न चाहन्छु। जस्तै यसमा मलाई लागेको पहिलो मुख्य कारण भनेको चाहिँ यो ब्याकफिल प्रेसर बढी भएर चाहिँ ओभरटर्निङ भए जस्तो देखिन्छ ग्याबिन। जस्तै पछाडिबाट लेटरल प्रेसर बढ्दाखेरि ग्याबिन अगाडि धकेलिन्छ त्यस्तो देखिन्छ। विशेष गरी यो वर्षायाममा चाहिँ माटो भिजेर प्रेसर बढ्छ। त्यसमा पनि जस्तै ड्रेनेजको व्यवस्थापन कमजोर छ अथवा छैन भने पछाडिबाट पानी जम्छ अनि हाइड्रोस्ट्याटिक प्रेसर भन्ने बढ्छ अनि जसले गर्दा ग्याबिन डिफर्म हुने चान्स हुन्छ र त्यो पनि देखिन्छ यहाँ। र अर्को जस्तै कन्स्ट्रक्सन गर्दाखेरि ढुङ्गा भर्दाखेरि चाहिँ सही तरिकाले ढुङ्गा प्याकिङ नगरेको जस्तो नि देखिन्छ होइन। अनि अर्को चाहिँ इन्टरनल ब्रेसिङ, यो भित्रको वारपार हामीले क्रसिङ टाई जुन 1/3मा हालिन्छ त्यो पनि देखिएको छैन। र अर्को चाहिँ राम्रोसँग चाहिँ लेसिङ, एकअर्कालाई बान्ने जालीमा लेसिङ राम्रोसँग नभएको र लिड फेस भनिन्छ, जस्तो लिड टपको ढक्कन भनिन्छ नि, ढक्कन र यता फेसको भाग पनि राम्रोसँग लेसिङ नभएको जस्तो देखिन्छ। मलाई लागेको चाहिँ यो कारणले चाहिँ यो ग्याबिन यस्तो भएको हो। हजुरहरूलाई केही आइडिया छ भने प्लिज कमेन्ट गर्नुहोला। थ्याङ्क यू।